अब कति पर्खिनु भन्नु न तपाईँ 3 बाट पढाउनु हामी पर्खिनु नि त कति पर्खिनु हामी कति पर्खिनु भन्नु न कति पर्खिनु भन्नु 5 वर्ष 10 वर्ष 20 वर्ष हो भन्नु न आउँछ अनि त्यसो के धनी पूजा आएर मात्रै भएन नि त अनि के साथीहरु नक्सा म दिने हो यहाँ एउटा मान्छेले हामी हो नक्सा बनाउनु यहाँ ठुला कुरा गर्ने हामी 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 बोल्न नदिने दाजु छोड दे अब हामी ए बाबा बोल्न के बिगाड्यो के बिगाड्यो हैन नक्सा चाहिन्छ हामीसँग उडाला काम भइरहेछ हाम्रो समस्या सुन्न पाउने आफ्नो समस्या भन्नु पाइँदैन ए बाबा दिनपल्ट प्रधानमन्त्री के बोली भोट हाल्न के बोली प्रधानमन्त्री बनाएको हामीले अनि हाम्रो समस्या किन हुँदैन म भन्छु प्रधानमन्त्री केपी ओली मुख्यमन्त्री पद्म अर्याल हाम्रो समस्या किन भएन त भोट हाल्न के बोली प्रधानमन्त्री बनाएको हामीले अनि हाम्रो समस्या किन हुँदैन म भन्छु प्रधानमन्त्री केपी ओली मुख्यमन्त्री पद्म अर्याल हाम्रो समस्या किन भएन त गर्न सक्नु भएन अब गर्न सक्नुहुन्छ सुरु भएर हुँदैन नि त सुरु भएर हामीलाई समस्या सामना हुनु पर्यो नि त पक्का पनि नक्सा आउनु पर्यो धनी आउनु पर्यो कसै हामीले पनि बेमा लोन राखेर खानु पाऊँ न खतम पारेको थियो अहिले भर्खर फेरि अदालतबाट सरकारले आयोगलाई नक्सा राखेर हामी कमसेकम एउटा गरिब छोरो कमसेकम बेमा राखेर थोरै 6%मा 7% दिन खान पाएन अहिले हामी एक एकजना धनी पूजा नभएको होइन नि हामीसँग धनी पूजा त नभएको होइन धनी पूजा त भएको नि नक्सा चाहिएको क्या हामीलाई 1 बिघा जग्गा छ वहाँनिर बेङ्गल लगेर राख्ने 10 लाख पनि आउँदैन के हो त त्यो काम दिएन नि त पनि हुनुभयो केपी शर्मा ओली भोट हामीले दिएर पनि हुनुभयो 28 सालमा बोल्नु पाइँदैन काम गर्न नआउने यहाँ ओडामा आइज ओडामा हामी केही हो नि यहाँ अर्को बेला चलाउँदा हामी सक्छौँ एउटा कुरा नगराउनु फेरि याद गर नि फेरि मका आउने मकालाई नक्सा चाहियो हामी पनि 4 र 5 मा आउने काम नभएको भएको छैन भन्नु त काम भइरहेको आयोगले काम गरिरहेको हाम्रो समस्या सुन्न पाउने हाम्रो समस्या भन्नु पाइँदैन ए बाबा